अनि अब त्यो चाहिँ हो है तर म भन्छु यो डम्बरे दादा धेरै नै माया गर्नुहुन्छ मम्मी र बाबाले के पनि आपाले सेमा झाटा सेमा मात्रै भन्नु अनि मम्मी पनि केही भन्दैन नाबी नाबी माया गर्छ नाबी भन्दै हो तिमीले जानेछ बुढीको बाबाले हानेको चाहिँ हामी बिर्सिने आएर त हामी छोरीहरू भयो भने यहाँ खाना आउने बित्तिकै अन्त छोरा हो नि त होइन मम्मी त्यही त छोरीहरू सबै बे गरेर गइहाल्छ अनि गुनासो आयो के हो छोरा र छोरीमा भेदभाव यसको साथी पनि लप पढेको छ अरे हो यसको पनि कति वर्षको छ त्यो साथी 10 वर्षको नि लप परे होइन झन् हाम्रो सुन्नु नि 7 कक्षामा एउटा केटा छ कि अस्ति नै नि है उसको गर्लफ्रेन्डलाई नि बिमारी भएछ क्या खोइ के त्यो त मैले नि सुनेको अनि नि उताबाट भिडियो पठाइदिएको थियो रकामेको अन्त त्यो केटा पनि रुन्छ कस्तो हाँसु अनि सुन्नु न अनि अहिले चाहिँ तिनीहरूको ब्रेकअप भयो केटीले चाहिँ नमन पराएको कि अस्ति नै नि अर्को केटीलाई नि प्रपोज गरेछ क्या सिखा भनेलाई अनि त्यतिखेर दिँदा चाहिँ नि रुँदै रुँदै प्रपोज गरे नै किन भनेको त्यो केटीको यादमा अनि त्यतिखेर दिँदा चाहिँ नि रुँदै रुँदै प्रपोज गरे नै किन भनेको त्यो केटीको यादमा केटी चाहिँ नि त्यो केटी सिका हो तँ पनि रुँदै रुँदै पकाडिहाले क्या कति वर्षको छ 12 वर्ष कि 13 वर्षको अनि तँ चाहिँ किन रोकी भनेको के मलाई त्यो केटा पनि रोयो अनि कस्तो मन दुखेर आयो म त अब घर जान्छु अनि हाम्रो घरमा रातो गुलाबको छ त्यो टिपेर म त प्रपोज पो गर्छु त कति वर्ष कि 10 वर्षको आज भोलि उम्रिँदैको 3 पातेहरू छ नि त मान्छेको के बोयफ्रेन्ड बनाउनु त किन हाँस्यो कि तप्ने त हो नि हाँस्नु भन्नु के म के गरेर कति 12 वर्षको त्यो लप पर्ला चाहिँ फेरि पर्दिन हौ तपाईँ जस्तो म जस्तो पो भन्छु त तेरो साथी जस्तो लप पर्ने 10 वर्षको के भयो तँलाई सबैजना सबैजना पास सबैजना लोकेन्द्र दादा यस्तो भक्ति हो त पादेको थाहा पाछस् कहिले कति गते कति गते लोकेन्द्र दादाले पादेर बोजु तर्छु यो काटे तर्किन भन्न पहिला क्लासमा पादे कि तर यसले पादो भन्यो कि अनि चुप लाग्न त्यसले पादो भन्नु हुँदैन उहाँले पाद्नु भयो अनि पाद्नु राम्रो अनि पादायो भने चाहिँ उहाँ आउनु भयो भन्नुपर्छ तेरो सरले भने क्या पादायो भने उहाँ आयो सर भन्नु अनि जानु पायो उहाँ आयो भनेर के बाहिर जानु पर्ने सरले भन्नु है उहाँ आयो सर मलाई भन्नु भने अनि नि मलाई नि भोलि दसदेखि आउँदाखेरि नि मोमो ल्याइदिनु ल 5 प्लेट पैसाले लालीपप पनि अरे म एक्लै पनि खाइसक्छु पैसा खै पैसा भोलिपर्सि दिइहाल्छु भोलि र पर्सिको पैसा के गर्नु मैले भोलिपर्सि तपाईँको बहिनी ठुलो हुन्छ पढेर अनि कमाएर दिनु अब त्यो मन्दबुद्धि कहिले ठुलो हुने छोडिदिनु सिकेर भए पनि त्यही काम गरेर भए पनि हाल्नु पर्यो पनि जान्नु परेन भन्ने त्यति साह्रो दिँदैन यसले रिस उठेर पहिला भोलि 5 प्लेट मोमो खाएर अनि फेरि पछाडि मैले कहिले भनेकै छुइनँ त कसरी डर लाग्छ मैले त
भन्ने भनेको छु तर यो दिदी चाहिँ छिट्टै जानुहुन्छ है अनि त उसको त अब उमेर पनि पुगेन तेरो उमेर पुगेछ र कि दिदी गइहाल्छ भनेर कि भनेको के मम्मीको कुरा सुन्नु बोकेन रिस उठेको बेलामा चाहिँ पहिला जान्छु भन्छ अरे नु भन्नै बाँकी थियो यो मेरो हो यो मेरो सुनार हो नि जबरजस्ती हेर्नु न मेरो सुनको सिक्री लगेर 1 लाखको 800 रुपियाँको आफ्नो त के पनि लाग्यो चप्पल चाँदी तेरो महँगो भयो अनि सुन न यो दिदीको नाटक के छ थाहा छ जे काम गरे नि पियर पिलको अनि बिहान सुन्नु न बिहान के धेरै रात बस्नुहुन्छ नि त बिहान उठ्नु अल्छी लाग्दो रहेछ आमालाई ठिलेर जानुहुन्छ परेन तिमीलाई 10 भाउजू भनिदिनु त सिकाउनु पर्यो आएर काम गराउँछ छोरा यस्तो डायलग दिनु छ ब्ल्याक इमोसनल गर्छेस् बहिनीहरूलाई अनि मैले भनेको केही मानुस पक्कले भनेको केही मान्नु केही किन्दिनँ अरे नि मोबाइल पनि खानु मेरो मोबाइल अब म मासु पाएपछि मात्रै भात यहाँदेखि पढ यहाँ पनि के गरेको कुखुराको मासु नै ढाँटेको कि सुँगुरको मासु पाक्दैछ बिचारी केको भन्नु न पहिला यो केको बिचरा कुखुराको मासु भनेर भन्नु आएको त भात खाने चाहिँ पाप हो भात खाइन्छ 20 रुपियाँ नै हो त्यो साँच्चीको भने एक झापड दिन्छु नि दिदी नभनिकन अहिले पछाड्छु नि एक झापड दिन्छु नि दिदी नभनिकन अहिले सक्नु पर्दैन थियो म साँचो बोल्नु लाग्यो अघि मैले सोद्धा चाहिँ के तपाईँ चाहिँ काम थुनेर बस्नु भएको थियो मासु भनेपछि त लक्ष्मीपछि राम्री भयो राम्री छे राम्री छ त सबैले राम्री भन्छ यहाँ टिकटकमा मेरो कपाल स्टेट नगरेको पनि स्याहार त तपाईँले 10 घन्टा स्टेट गरेको कपाल 10 घन्टा स्टेट गरेको कुकुरलाई यहाँ छ ओए तैँले आङ्गालो मारिस यार यहाँबाट 10 घन्टा पेटमा सुन्दा चाहिँ आफै पस्किनु अनि नहुँदा चाहिँ नर्काले पिस निकाल्नै नै पुग्दैन कस्तो राम्रो हेरेर त जम्बरी अघि मैले सोद्धा चाहिँ के तपाईँ चाहिँ काम थुनेर बस्नु भएको थियो मैले सुन्दै मैले ध्यान किनेको हो नि मैले तर 1.5 तोला मात्रै थियो कि अब आफ्नो बहिनीलाई चाँदीमा ठग्ने हेर कुखुराको हो त साँच्चीको भनेको यसले हेप्पी फेरि कुखुराको मासु नै ढाँटेको कि सुँगुरको मासु पाक्दैछ बिचारी मैले के भनेछु त अनि के भनेछु त मैले
मैले खाएँ तैँले खाएर अपराध गरिस् भनेछ त। अब चाहिँ हाम्रो के अरे भिडियो बन्द हुन्छ ल। तपाईको अत्याचारले सीमा नागिसक्यो मम्मी। यस्ता भुइँ बुट्टेसँग प्रेम गरेर मुखमुखै लाग्न तँलाई लाज लाग्दैन? ऊ गरिब भए पनि स्वाभिमानी छ मम्मी, त्यसैले मैले उसँग प्रेम गरेको अपराध होइन। हेर्दैन हामी 7 जना छोरी अनि झन् भाउजू 2 जना केटी मिलेर केटा जातिलाई सबैलाई बाहिर सुताउने अनि केटी छोरा छोरी सबै ए त्यसले गर्ने भए पनि त हो नि सबै अनि के भनेको केटा होस्। अब बुढीको लैलैमा आएर बुढीले भनेको माग्यो ए बुढा भनेपछि त अब त्यस्तै मख ए बुढा फेरि हामी भाउजूको प्यारी नन्द परि नि त कति भए पनि तर मैले पो भयो नि यहाँ भयो त भरेदेखि हिसाब सिकायो यसले, हिसाबमा फेल भएको छ। नि ममता आयो थियो कि मैले यिनीहरूलाई यो जातमा जसरी भए पनि आउँछ भनेर त पढाएको कि एकछिन भरे आउँछ। अनि फेरि मैले लेखेको त्यहाँ सिकाएको थिएँ नि, फेरि त्यो कविता नि लेखेँ अनि फेरि त्यहाँ खुट्टुटुटु लेख्थेँ अनि बसिरहन्थे चोरेर लेख्थेँ। अनि किन जाने बाहिर आएछ डुङ्गिरहनु पर्दैन त्यत्रो सिकाउँछु आउँदैन आएन एकपल्ट एकचोटि आएपछि अर्कोचोटि आउँदैन त्यसरी आइ हुन्छ। अनि त म त जान्छु एकचोटि आयो नि नआयो नि त जानु त पर्यो नि त। मलाई कुटे घसे त्यतिखेर छेउछेउमा आउँदै पेटर पेटर भइसक्यो। अनि किन जाने मेरो काम सबैको चन्द्रिका दिदी मेरो खोइ गीत कति न अस्ति नै त भेस्ट लाएर फेसबुकमा पनि फोटो हाल्दिन भन्नुभएको। लास्टमा त लोकेन्द्र दाइसँग फेसबुकमा फोटो लाएर टिकटक खिचेर हालिरहेको भयो। एकचोटि फेसबुक खोलेर हेरेको त त्यहाँ त लाउँदिन म आज लाएर मात्रै जान्छ नि राम्ररी राखिदिन्छु भनेको थिएँ। लास्टमा त फेसबुकमा पो फोटो लगाइदिनु मेरो गल्ती के त डिएसएलआरले राम्रो फोटो निकाल्छु नाम दिदी लाग्यो पनि देखे झन् यो लक्ष्मी दिदी यत्रो मोटी तन के अहिले त यस्तो हुन्छ म भेट्न जाँदाखेरि यहाँ तल झरेको थियो मैले साँच्चै भनेको त म तँलाई अर्को नयाँ तँ भेट्दा राम्रो ल्याइदिन्छु भन्नुभएको होइन खोइ राम्रो लास्टमा त खाली हात आउनु भयो। तँलाई म भोलि पर्सि तँलाई 2-3 हजारको किन्दिनँ। मोबाइल चलाएको भाडा लिनुहुन्छ यो दिदी कस्तो खालको नि के त अनि मेरो मोबाइल चाहिँ मेरो कटराइजको सर्ट पनि उतै राख्नु भएछ सबै लग्नु आफूले किनेको सामान पनि लग्नु भयो। त एउटा कुटे कि खोइ के भन्छ नि ओखली त पनि लग्नु भयो। मलाई थाहा थियो क्या त्यसले मलाई किनिदिनु भयो कति नदिएर खेल्छिन्। अब त मेरो बहिनी होइन जा अर्कोचोटि मोबाइल चाहिन्छ कि चाहिँदैन म फेरि केही दिन्न नि ल। त मेरो बहिनी होइन कृति मात्रै मेरो बहिनी कृति जाँदा स्याम्पू लिएर कस्तो भन्छन् अनि म दिन्न भनेर मसँग बसिरहेको अनि फेरि लास्टमा के भन्नुहुन्छ कि फेरि भोलिपल्ट टमक देख्न आउँदा केही ल्याइदिन्न नि तैँले भनेको मान्दिन नि भन्नुभयो। लास्टमा त दिन्न भनेको एकचोटि मात्रै राख्छु राम्ररी राखिदिन्छ नि राम्ररी ल्याइदिन्छु त्यही जाँदा मात्रै लुगा छैन क्या भन्नु लग्नु भयो। लास्टमा त कसले लुगा लाउन दिएर 3 जनाले लाउनु भयो। अनि फेसबुकमा झन् फोटै हाल्दिनँ मैले लगाएकै छुइनँ नलाउनु म फोटो खिचेर मात्र राख्छु। अनि तपाईँ लाउनु भनेको म फोटो खिच्दिनँ क्या भनेर लग्नु लाग्छ। त फोटो खिचेर ड्याङ्की फेसबुकमा हाल्नु मोबाइलकै तँलाई आएन भने म सरस्वतीलाई सोध्छु ल भन्छु त। हो लेखेको जस्तै भन्न लु लेख सरस्वती कपी दे लु पर्दैन अहिले भोक लागेको छैन पाउनु बेजत हुँदैन जा अब अघिसम्म
स्पेलिङ आउँदैन तर म लेख्छु भनेको थिइस् अब तैँले लेख लु च्यालेन्ज भयो तँलाई लु मिल्यो कि मिलेन सरस्वतीलाई दे सरस्वतीलाई दे यो कपी सरस्वतीलाई दे अनि मोबाइल यस्तो छ नि मोबाइल ल ल ल ल ल दे न अब भयो तेरो टाइम अफ चाहे त नामले त भनिदिरहेको छु नि म अरे कुट्छे भाउ दाजुलाई लु ए मोबाइल मोबिल दे अब कुन जेठो भनेर पनि सोध्नु न ए मैले मोबाइल लेखेको छ यसले मोबाइल हे अनि यो चाहिँ मोबिल यो मोबाइल चाहिँ मोबिल रे ओइ काली तैँले मसँग साथी किन खोजेको के खोजेको के गर्छस् म मेरो भ्याङ त दिल बोला तेरो भ्याङ दिला बोलाउँछु नारेको दिला बोलाउँछु कि बोला डराउँदिन के अब तपाईँको बहिनीसँग दर्ता पर्दिन भिडियो अब सुन्छ अरे पारेको पनि लाउरीले पनि तँलाई टाइम पास गर्छ दिमाग नभए टाइम पास गर्छ टाइम पास त गर्छ यो केही नजान्नेले के म एकचोटि माग्नु आएर लग्छ कहाँबाट टाइम राम्री भयो लगेर पनि छोडिदिन्छ राम्री छ नि त राम्री भएर केही छैन पढाइ चाहिन्छ दिमाग चाहिन्छ राम्री भन्ने खुट्टा त कसी छ राम्रो त कहाँ छैन राम्री हुने भने महाराज हो कि त राम्री छैन त्यत्रो भइसकिसक्यो जति राम्री हो न भोलि पर्सि गरी खान सक्दिन गरी खान पनि पढाइ चाहिन्छ दिमाग चाहिन्छ पढाइ नभए दिमाग चाहिन्छ होइन सिप चाहिन्छ एउटा मान्छेमा नि है धेरै धेरै सिप हुनुपर्छ क्या एउटा न एउटा भन्न धेरै 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 नै हुनुपर्छ जस्तै खोइ भन्नु भएको थियो उसले कि त एउटा मान्छे नि है सबैमा उयो भएको थियो अरे है तर एउटामा उयो भयो अरे क्या के म उयो मात्रै मारिदिन्छु के भयो भाउजू भन्ने हेपेर बोल्छ आदर भन्ने सम्मान नै छैन सम्मान ऊ हारेपछि भाग्छन् के हो Give a damn about a hater when I feel like it. Not today, not today, not today, not tomorrow. Get out my way, please. I'm tryna get paid. Not today. Happy Holi. Happy Holi. Happy Holi. Happy Holi. Happy Holi. यता 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 देखा होली हो हैन बुरी नमाना त होली है Happy Holi. Happy Holi. पक्न Happy Holi क्या आज Happy Holi हो र कस्तो लाग्यो होली मनाएर कस्तो लागिरहेछ बिहान बिहान कुकुर दाइ रे यो चोर हो अर्काको भात कपारी खाएर बस्नु ए लजायो अघि रिसाउने थियो 8 बजेदेखि धान रोपेको अब यहाँ 12:30 बजे चाहिँ खाना ल्याइदियो बल्ल बल्ल 12:55 12 बजे 55 मिनटमा भात ल्याइदियो अब खानु पर्ने यहाँ
चाहिँ हाल्नु मासुको रस नै हालेको थियो गिनाउँछ कोही गिनाउँछ यहाँ भात खाने मान्छेले चाहिँ त्यसो सुन्छ यस्तो ल्याङ्गुदी गयो भने त नेक्स्ट टाइम त कसम कहीँ घुम्न नाम्ने अनि यहाँ ल्याएको अनि यस्तै बेहोरा देखाइहाल्यो पिकक किनेर पिक गी के अरे गिनी पिक किनेर नकिन्दा पनि यस्तो गरेर बस अनि 10 कुटा किन्दै आफै किन्दिनँ भने होइन आफै डिल गर्ने अनि कस्तो भन्यो त कहिले कुट्यो तिमीले आफै कुट भनेर कुटेको त्यो त बिस्तारै कुट भनेको थियो दिदी नि धान रोप्दा नि कस्तो मजाले फकाएर लानुहुन्छ कि पैसा दिन्छु भन्नुहुन्छ कि म गन्छु नि त 400 800 रुपियाँ भनिदिन्छु अनि कति रुपियाँ दिन्छु भन्दा लास्टमा त 200 रुपियाँ दिनुहुन्छ अब यसमा काट्यो भन्नुहुन्छ अनि काट्यो नि त अनि लुगा किन्दा पनि नि दाइले 800 कति रुपियाँ दिनुहुन्छ कि 400 को लुगा किन्नुहुन्छ अरू यसमा काम उयो खै के किन्नुहुन्छ अनि दिन्छु भन्नुहुन्छ बिर्सिनुहुन्छ दिएको होइन जति जति दिए पनि उसको पैसा 200 छ भने 5 चोटि माग्छ अनि कहाँबाट दिन्छ 5 चोटि मागिस् कि माग्नुहोस् भन् त 5 चोटि मागिस् कि माग्नुहोस् भन् त गएर सुरुवाल किन्नुभयो कि दुईटा मलाई ठिक भएन मलाई मन परेन कि तँलाई अर्को किन्छु भन्नुभयो कि अनि कहिले किनिदिनुहुन्छ भनेको त अहिलेसम्म पनि किनिदिनु भएको छ अस्ति किनिदिएको छैन किनिदिनु भएको छैन लु कान्छीले बोलेपछि चाहिँ यो कुरा राइट हुन सक्छ है किनिदिन्छ भोलि पर्सि अगाडि भात खान्छ यो दाइहरुलाई नथपिकिन किन अगाडि अब दाइहरुलाई दिन्छु अनि पछि खा भन्छु कि मान्दैन अगाडि कस्केर आफै खाना खान्छ भनेको सानो सानो तेरो सानो मान्छे भनेको भगवानको रुपमा सुरुमा दिने कि आफू खाने बाबाको कुरा सुन्नु न बच्चा बच्ची भनेको भगवानको रूप हो त्यसले म पनि भगवानको रूप हो त्यसले मैले खाएको त भगवानको रूप अहिले ढोक्छु खुट्टामा साँच्चीकै मेरो नाम त सरस्वती हो ढोक्दा म तर म ज्ञान दिएर अलिक बुद्धिमानी म पनि त धन दिन्छु नि के त्यो धन पनि पढेर आइहाल्छ नि मैले दिए पो आउँछ पढेपछि त उसलाई त पढेर त के पढेर दिनु पनि त पर्यो नि अब तसँग पैसा झन् तसँग दिमागै छैन त दिमाग छ भने के पैसा ल्या दिमाग लाएर के काम गरेर पैसा दिने काम त म हो नि त मैले नि नदिएपछि दिमाग छैन अनि पैसा एउटा भिखारी ल्याएर माग्छ सबै उठाएर लाग्छ अनि उता भिखारीहरू त के पैसा मसँग पैसा छैन के गर्छ म जति निकाल्न सक्छु त पैसा तर के ज्ञान मैले ज्ञान दिएर त सबैलाई उल्लु बनाएर त सबै पैसा लाग्छ मैले दिए पो तँलाई पैसा तपाईँसँग पढेको अनि तपाईँसँग पैसा त एउटा माग्दिनु छ तपाईँसँग दिमागै हुँदैन त अनि कसरी दिए भनेको बोल्दा अब हात चलेर है झगडा गर किनकि दिदीले हाल्नु सुन्नु न सुन्नु यसले नि मलाई कहिले हेपेर बोलाउँछ गाईको छेउमा मात्रै तपाईँ भन्छ अरू बेला त न तु गर्छ जे भए पनि भन्नु त यस्तो पो भन्छ त ओइ दिदी यो गर अरे जे भने दिदी त भने नि त दिदी दिदी बहिनी भएले पनि त भन्छन् म दिदी र म उत्रा उत्रै त भन्दा 3 वर्ष चाहिँ छैन म कहाँबाट त दिदी बहिनी मिलेपछि त चल्छ दिदी बहिनी मिलेपछि लुगा पनि मेरै लाउनु भएको छ अब मेरो भनिरहेको तपाईँले भाइ टिकाको पैसाले किनेको होइन तपाईँले भाइ टिकाको पैसाले के किनिदिन्छु सर्ट मात्र किनिदिन्छु भने कि अनि फेरि होइन किट्टु किनिदिन्छु भने कि ल्याए कि
अनि भाइटिकाको पैसाको उब्रेको किनिदिन्छु भने अन्त किनिदिएन होला हौ सक्यो त पैसा के किन्दा गौरवदाले किनिदिन्छु भन्नु भनेको दिदी गौरवदा आए त किनौँ न भनेको त अब पैसा किन्नुपर्छ पाएको कुरा आइसक्यो अनि त लास्टमा त भाइटिकाको पैसा आउँछ अनि किनिदिन्छु त्यहाँदेखि पनि किनिदिनु भएन हौ झेली भएछ लु अनि दमकमा किनिदिनु अनि घरमै थियो होला नि त घरमै पानी सिक्यो दाल तान्नु छ हुन्छ नि गृहमन्त्री र अर्थमन्त्रीको राजनीति त किन हालेको गृहमन्त्री अरे उत्यो के हो चोरिदिन्छु भन अहिले त छैन बोकाको अनि अरूले त त्यसो भनेछ केही नदिनु भाउजू अब दिएर खाएर पाँच आयो त के भयो आयो भने पनि पार्नु कस्तो मजाले म हालिदिन्छु अनि कोराभित्र गएर पाक गर्नु अर्को त बाहिर गएर आउनु भनेपछि पाँच पनि नमिठो होला म खान्छु रे म त रिस पो उठेर आउँछ कस्तो रिस पार्नु तिमीलाई त खाँदै थिएँ नखानु त त्यसो हाल्नु छ म त